नमस्ते। आजको हाम्रो क्वेसन हो 1 + 2 + 3 + 4 + ... अप टु n जुन छ त्यो n प्लस n ब्र्याकेट n + 1/2 को बराबर हुन्छ र यसलाई हामीलाई आज प्रुभ गर्नु छ र प्रुभ कुन तरिकाले गर्नु छ भने प्रिन्सिपल अफ मैथमेटिकल इंडक्शन द्वारा यो स्टेटमेन्टलाई हामीलाई के गर्नु छ भने प्रुभ गर्नु छ। फेरि पनि म तपाईलाई बताइदिउँ, प्रिन्सिपल अफ मैथमेटिकल इंडक्शन द्वारा प्रुभ गर्नको लागि सबभन्दा पहिला हामीलाई एउटा p अफ 1 को लागि यानी कि n भ्यालु n = 1 को लागि यो स्टेटमेन्ट ट्रू छ भनेर प्रुभ गर्नु पर्यो। यानी कि पहिला प्रुभ गर्नु पर्यो कि p अफ 1 ट्रू छ। फेरि हामीले के मान्ने भने n = k मान्ने अनि यसलाई चाहिँ ट्रू के गर्छौं भने हामी एज्युम गर्छौं र फेरि हामीले हेराउँछौं कि p अफ k + 1 को लागि पनि यो स्टेटमेन्ट के छ ट्रू छ। सबभन्दा पहिला हामीले हामीलाई के गर्नु छ, यो तीनवटा कुरालाई के गर्नु छ भने ट्रू साबित गर्नु छ। मतलब p अफ 1 लाई ट्रू साबित गर्नु छ, p अफ k + 1 लाई ट्रू साबित गर्नु छ र यो त p अफ k लाई हामी के मान्छौं भने ट्रू मान्छौं है। सबभन्दा पहिला हामीले प्रिन्सिपल अफ मैथमेटिकल इंडक्शन को लागि हामीलाई त यो स्टेटमेन्ट के गर्नु छ भने प्रुभ गर्नु छ। त पहिला यो स्टेटमेन्टलाई के मान्दिने भन्दाखेरि हामीले यो स्टेटमेन्टलाई पहिला लेट गर्दिने कि लेट p अफ n = 1 + 2 + 3 + 4 + ... अप टु n बराबर कति हुन्छ भने n + 1/2। सबभन्दा पहिला हामीलाई लेट गर्नुपर्छ, हामी लेट गरिदिए। अब हामीलाई के गर्नु छ भने यो हामीलाई प्रुभ गर्नु छ कि यो p अफ n जुन छ ट्रू छ। सबभन्दा पहिला प्रिन्सिपल अफ मैथमेटिकल इंडक्शन मा हामीलाई के गर्नुपर्छ भने बेस स्टेप, त्यसपछि याद राख्नुस् पहिला हामीलाई गर्नुपर्छ बेस स्टेप जसमा हामी p अफ 1 ट्रू छ त्यो हेराउँछौं। त्यसपछि हामी गर्छौं नेक्स्ट भनेको इन्डक्टिभ स्टेप जसमा हामी p k लाई ट्रू मान्छौं अनि p k + 1 ट्रू हो भनेर के गर्छौं प्रुभ गर्छौं है। अब हामीलाई यहाँ के गर्नु छ लेख्नु छ कि we have to prove that Pn is true for positive integer n। अब सबभन्दा पहिला हामीले के गर्छौं बेस स्टेप, याद राख्नुस् बेस स्टेप। यसमा हामीले के प्रुभ गर्नु छ भन्दाखेरि कि p अफ 1 जुन छ त्यो ट्रू छ। त्यसको लागि हामीले यहाँ लेख्छौं 2 so that p of 1 is true, put n = 1। देन अब यो n = 1 कहाँ पुट गर्ने भन्दाखेरि यसलाई हामी मान्दौं स्टेटमेन्ट कति 1। कहाँ पुट गर्छौं स्टेटमेन्ट 1 मा। त्यही भइहाल्छ p अफ 1। अब ध्यानले हेर्नुस् p अफ 1 को मतलब n = 1 त n = 1 को लागि लेफ्ट ह्यान्ड साइडमा कति छ 1 छ। सो इट इज 1 = अब राइट ह्यान्ड साइडमा यो फर्मुला छ हैन, यो फर्मुलामा हामी n = कति राख्ने 1 राख्ने। त 1 ब्र्याकेट 1 + 1 भनेको 2
इक्वल्स टु 1 इन्टु 2 बाई 2 भनेको 1। सो हामी भन्न सक्छौँ यहाँ therefore we can say clearly कि p of k इज के हो भने हाम्रो ट्रु हो। अब मैले अलि यिनीहरूलाई के गर्छु भने सानो गरिदिन्छु है, ताकि लेख्न के हुन्छ हामीलाई ठाउँ पाउँछ। ओके, यति त बुझ्नुभयो हैन है, यति चाहिँ हाम्रो बुझ्नुभएको छ। ओके, हामीले यहाँसम्म। अब हामीलाई नेक्स्ट स्टेप के गर्नु छ भने, अब नेक्स्ट स्टेप हो हाम्रो इन्डक्टिभ स्टेप। अब नेक्स्ट स्टेप हो हाम्रो के इन्डक्टिभ स्टेप अथवा स्टेप 2 अथवा इन्डक्सन स्टेप पनि यसलाई हामी भन्ने गर्छौँ है। यसमा हामी के मानिदिन्छौँ भने सबभन्दा पहिला कि लेट p अफ k इज ट्रु। हामी मानिदिन्छौँ कि p अफ k छ के छ, ट्रु छ। देन we have to prove that p of k plus 1 is also true। याद गर्नुहोस्, इन्डक्टिभ स्टेपमा सबभन्दा पहिला हामीलाई के गर्नुपर्छ भने लेट गर्नुपर्छ कि हाम्रो p अफ k के छ, ट्रु छ। यदि p अफ k ट्रु छ भने हामीलाई के साबित गर्नु छ कि p अफ k प्लस 1 पनि ट्रु छ। यदि हामीले साबित गरिदिए, हेर्नुहोस् पहिला हामीले p अफ 1 साबित गरिदिए, त्यसपछि p अफ k लाई ट्रु मानिदिए। अब यदि हामीले p अफ k प्लस 1 लाई पनि ट्रु साबित गरिदिन्छौँ त यो स्टेटमेन्ट के हुन्छ, ट्रु साबित भइहाल्छ। सो देन यहाँ हेर्नुहोस् है, हामीले pk लाई ट्रु मानेको हो त यानि कि p र n को ठाउँमा अब हामी के राख्छौँ भने यो स्टेटमेन्ट जुन छ यो भइहाल्छ हाम्रो। हेर्नुहोस् त, यो माथिको स्टेटमेन्ट जुन छ यो हाम्रो हुन्छ 1 प्लस 2 प्लस 3 प्लस 4 प्लस डट 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 अप टु k को भ्यालु कति हुन्छ भने हाम्रो हुन्छ k इज इक्वल्स टु k प्लस 1 बाई कति 2। यसलाई हामी मानिदिने हो स्टेटमेन्ट 2। र यो स्टेटमेन्ट जुन छ यो हाम्रो के छ भन्दाखेरि ट्रु छ, मतलब यो हो, यो सही हो भनेर मानेको। अब हामी के गर्ने भन्दाखेरि अब हामीलाई साबित गर्नु छ कि p अफ k प्लस 1 पनि के छ, ट्रु छ भनेर है। यसलाई हामी इक्वल्स टु लेखेर यसरी एरो लेख्दौँ हैन। स्टेटमेन्ट याद राख्नुहोस्, p अफ n को मतलब के हो, म्याथमेटिकल स्टेटमेन्ट हो है। अब हामीलाई साबित गर्नु छ, यहाँ हेर्नुहोस् ध्यानले फेरि एकपल्ट म भनिदिउँ, यो हामीले मानेको हो कि p अफ k को लागि यो स्टेटमेन्ट के छ, ट्रु छ। के छ, ट्रु। अब हामीलाई साबित गर्नु छ कि p अफ k प्लस 1 को लागि पनि स्टेटमेन्ट के छ, ट्रु छ भनेर। यसको लागि अब हामीले यहाँ हेर्नुहोस् त, अब हामीले n को ठाउँमा यहाँ कति राखेको छ हामी, k प्लस 1 त 1 प्लस 2 प्लस 3 प्लस डट 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 प्लस अब यहाँ k प्लस 1। ठिक, यहाँ के राख्ने, k प्लस 1 बराबर k को ठाउँमा फेरि k प्लस 1 ब्रैकेट k प्लस 1 प्लस 1। यहाँ ध्यान दिनुहोस्, इक्वल टु हामीले यहाँ n को भ्यालु, यो n को भ्यालु कति राखेको हो, k प्लस 1। सो यहाँ n छ, त्यही भएर यहाँ k प्लस 1। यहाँ n छ, त्यही भएर यहाँ k प्लस 1। यहाँ n प्लस 1 छ, त्यही भएर यहाँ k प्लस 1 अब प्लस 1। याद गर्नुहोस् है यो। अनि बाई फेरि कति, 2। अनि बाई फेरि कति, यहाँ ब्र्याकेट क्लोज गर्नुहोस् र बाई कति, 2। अब हेर्नुहोस्, अब यसलाई हामी के मान्दिने भने यसलाई मान्दिने हो स्टेटमेन्ट 3। अब हामीलाई यही स्टेटमेन्ट 3 लाई के गर्नु छ भने ट्रु साबित गर्नु छ। यसलाई अझै मोडिफाई गर्ने हो भने, एक मिनट, यसलाई स्टेटमेन्ट 3 नमानेर यसलाई अलिकति अझ मोडिफाई गरौँ त यो भइहाल्छ हाम्रो k प्लस 1 k प्लस 2
बाई 2। यसलाई मानिदिने हो अब हामी स्टेटमेन्ट कति भने यसलाई मानिदिने हो, यो स्टेटमेन्टलाई हामी 3 मानिदिएको है। अब यही यो स्टेटमेन्ट जुन छ यो ट्रू हो भनेर के गर्नु छ, साबित गर्नु छ। यो स्टेटमेन्ट ट्रू हो भनेर साबित गर्नु छ। अब यसको लागि लेफ्ट ह्यान्ड साइड बराबर के साइड गर्नु, साबित गर्नु पर्यो, राइट ह्यान्ड साइड। सो अब हामी यहाँ लेख्छौँ कि प्रुफ अफ स्टेटमेन्ट 3। अब यो स्टेटमेन्ट 3 को प्रुफ देऊ ल। त प्रुफमा सबभन्दा पहिला हामीले लेफ्ट ह्यान्ड साइड लिने। त लेफ्ट ह्यान्ड साइड कति छ, 1 + 2 + 3 + 4 प्लस हैन डट 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 प्लस के प्लस 1 छ। अच्छा यहाँ ध्यान दिनुस् त, यो के प्लस 1 भन्दा पहिला जुन एउटा टर्म छ याद गर्नुस् त, यहाँ के छ कि छैन, एकदम छ। किनभने के प्लस 1 जुन छ त्यो के अगाडि नै आउँछ, सरी के पछि मात्र आउँछ के प्लस 1। यसको मतलब म यो स्टेटमेन्टलाई यदि चाहियो भने यसरी लेख्न सक्छु। हेर्नुस् त, यसरी लेख्न सकिन्छ मजाले, कि लेख्न सकिन्छ डट 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 प्लस के प्लस 1 है। अथवा मान्नुस् कि मैले यसलाई अहिले नलेखेर हैन, ल अहिले नलेखेर यसलाई पहिला डट 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 प्लस के प्लस 1 जुन हाम्रो स्टेटमेन्टमा दिएछ त्यही। अब हामीले हेर्नुस् त, यो स्टेटमेन्टलाई अब हामीले यो स्टेटमेन्टलाई यसरी लेख्न सक्छौँ। हेर्नुस् त यहाँ ध्यानले, अब 1 + 2 + 3 + 4 प्लस डट 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 प्लस के प्लस 1। किनभने यसको प्रिभियस जुन नम्बर हो त्यो के हो देन मात्र के प्लस 1 आउँछ। जस्तै हामी पढ्छौँ 2 3 4, त 4 भन्दा पहिला प्रिभियस नम्बर के छ, 3 छ। मतलब 4 मा 1 घटायो भने 3। त यो पनि त सेट अफ नेचुरल नम्बर हो नि त। यो जुन हाम्रो सिरिज यहाँ दिएको छ, यो जुन सिरिज हो यो के हो, नेचुरल नम्बर हो नि। त नेचुरल नम्बरमा पछाडिको नम्बर लाउनको लागि के गर्नुपर्छ, 1 घटाउनु पर्छ। यसमा यो 1 घटाइदियो भने के आउँछ, यहाँ के आउँछ। सो यहाँ लेखिदिएँ मैले है, मैले यसरी लेखिदिएँ। तपाईँहरूलाई समझमा आएछ है। ल अब हेर्नुस् त, अब यसको जुन भ्यालु छ स्टेटमेन्ट 2 बाट कति छ हेर्नुस् त, यहाँ यति छ कि छैन, के प्लस 1 के ब्र्याकेट के प्लस 1/2 छ। त मैले अब के गर्छु भने यसको ठाउँमा मैले यो भ्यालु सब्स्टिट्युट गरिदिन्छु। यहाँ भइहाल्छ के ब्र्याकेट के प्लस 1/2 प्लस, अब यहाँ रिमेनिङ छ यो के प्लस 1। यहाँ लेखिदिन्छु बिकज फ्रम कति, बिकज फ्रम स्टेटमेन्ट 2। अब हामी यसलाई हेर्नुस् त फ्याक्टराइज गर्छौँ। सो अब यो भइहाल्छ के स्क्वायर प्लस के प्लस एलसिएम लियो भने 2k + 2/2। यसलाई फर्दर सल्भ गर्यो भने के स्क्वायर प्लस 3k + 2/2। अब यसलाई फ्याक्टराइज गरियो भने के स्क्वायर प्लस के 2 + 1 + 2/2 भनेको यो के स्क्वायर प्लस 2k + 2 + 2/2 यानी कि अब यहाँबाट हेर्नुस् त कमन र यहाँबाट कमन त भइहाल्यो के ब्र्याकेट के प्लस 2, सरी यहाँ के ले मल्टिप्लाई गर्दा यहाँ यो आउँछ हाम्रो कति के आउँछ है, दिस इज के। ओके, सो यहाँ केही कमन छैन भने कति कमन 1, त के प्लस 2/2। त यो आयो हाम्रो फाइनली के प्लस 1
के प्लस 2 बाई कति 2 इक्वल्स टु आरएचएस। अब हेर्नुहोस् त यहाँ ध्यानले हामीले स्टेटमेन्टलाई प्रुभ गरिदिए। अब यसलाई ध्यानले हेर्नुहोस् है। अब हामीले यहाँ हेर्नुहोस् त यो स्टेटमेन्ट साबित गरिदिए। लेफ्ट ह्यान्ड साइड बराबर राइट ह्यान्ड साइड, यानि कि स्टेटमेन्ट 3 पनि के छ हाम्रो ट्रु छ। स्टेटमेन्ट 3 पनि के भयो ट्रु भयो। अब जब स्टेटमेन्ट हाम्रो ट्रु भइहाल्यो तब हामी यहाँ लेख्छौँ। अब यहाँ हामी लेख्छौँ, यहाँ लेख्न सकियो देयरफोर लेख्न सकियो देयरफोर क्लियरली P of k plus 1 is also true। अब जब pk plus 1 ट्रू भइहाल्यो मतलब हाम्रो यो जुन स्टेटमेन्ट छ, यानी कि हाम्रो जुन स्टेटमेन्ट छ, हेन्स बाई प्रिन्सिपल अफ म्याथमेटिकल इन्डक्सन Pn इज ट्रू भनेर साबित भइहाल्यो। Pn is true for positive integer n अथवा for natural number n है। हेर्नुहोस् हामीले तीनटै कुरा यहाँ के गरे साबित गरिदिए है। अब मैले यसलाई छोटकरीमा अलि बनाइदिरहेको छु, ध्यान दिनुहोस् तपाईहरु है, मजाले एकदम हेर्नुहोस् त है, एकदम भिजिबल छ है, कुनै यसमा गाह्रो छैन होला गाह्रो। ल हेर्नुहोस् यहाँ हामीले सबभन्दा पहिला p अफ 1 लाई के हेराए ट्रु हो भनेर यहाँ साबित गरेको हो है, यहाँ साबित गरेको हो। त्यसपछि pk लाई ट्रु मानेको हो। ट्रु मान्दा स्टेटमेन्ट के हुन्छ त यो हुन्छ। त्यसपछि हामीलाई साबित गर्नु थियो कि pk प्लस 1 के हो ट्रु हो। त n को ठाउँमा k प्लस 1 राख्दा यो भ्यालु आयो। त हामीलाई साबित गर्नु पर्यो कि लेफ्ट ह्यान्ड साइड बराबर राइट ह्यान्ड साइड यति हुन्छ। त्यसको लागि लेफ्ट ह्यान्ड साइड लिए, लेफ्ट ह्यान्ड साइडलाई रिअरेन्ज गरेर यसरी लेख्न पाइयो, किनभने k प्लस 1 भन्दा पहिला के आउँछ त के आउँछ। र यहाँसम्मदेखि यहाँसम्मको भ्यालु कति राख्यो, यो राखियो फ्रम स्टेटमेन्ट 2। त्यसपछि यसलाई सिम्प्लिफाई गरेर सिम्पली हामी के गरिदिए प्रुभ गरिदिए। त हेन्स हाम्रो यो जुन क्वेसन छ, कुन क्वेसन भन्दाखेरि यो जुन हाम्रो क्वेसन छ n प्लस 1 प्लस 2 प्लस 3 प्लस यहाँ छुटेको छ है, यहाँ प्लस 1 प्लस 2 प्लस, अब यो क्वेसन अलि मिलाइहाल्नु होला हैन। यो पहिला त मैले क्वेसन लेखेकै हो है। क्वेसन यस्तो छ 3 प्लस 4 प्लस डट 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 बराबर अप टु n भने कति हुन्छ n ब्र्याकेट n प्लस 1/2 हुन्छ है। हस् तपाईहरुलाई भिडियो राम्रो लागेछ, समझमा आएछ, मैले बताएको कुरा मोर इन्फर्मेटिभ लाग्छ, राम्रो लाग्छ भने प्लिज लाइक शेयर एन्ड सब्स्क्राइब गर्नु होला। हस् थ्यांक यू। फेरि भेटौँला इन द नेक्स्ट क्वेसन।